भोलिको दिन निस्किँदा पनि त्यही जोस, त्यही जागर, त्यही हौसला, त्यही आत्मविश्वासका साथ दाइ निस्किनु भनेको चाहिँ तमाम आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, बुवा आमाहरू, विशेष त बुवा आमाहरूको आशीर्वाद र दिदीबहिनीहरूको मायाले गर्दाखेरि दाइ सुरक्षित अवस्थामा हुनुहुन्थ्यो। म एकदमै खुसी लागेको छु। ओके, अब आगामी दिनहरूमा रवि लामिछाने आइसके पछाडि आगामी यात्राहरू कसरी बढ्ला, उहाँले नयाँ वैकल्पिक शक्तिहरू मिलाएर बढ्ने भनेर अहिले मात्र पनि बोल्नुभयो, यसको सम्भावना चाहिँ के रहला, के सोच्नुभयो? होइन, अब यो विषयमा बहस भइराखेकै थियो होइन। संवाद समितिले एक चरणको बहस, एक चरणको उहाँहरूसँगको संवाद जारी गरिराखेको थियो। अब रवि दाइ बाहिर निस्किनु भएको छ। रवि दाइले सबै जिम्मेवारी काँधमा लिएर अब सबै वैकल्पिक शक्तिहरूलाई एक ढिक्का बनाएर देशको नेतृत्व लिन सक्ने गरेर मूलधारको राजनीतिमा प्रवेश गरिन्छ जस्तो लाग्छ मलाई। जस्तो हिजो मात्रै चिताउन पनि एक कलाकार, तपाईँ पनि कलाकारिता क्षेत्रमा भएको नाताले प्रश्न जोड्न चाहे, उहाँले कुलमान घिसिङको पार्टीको नेतृत्व गर्दै बोल्ने क्रममा अब सहकारी ठग फेरि आयो, चितवनको जनतालाई फसाउँछ भन्ने तरिकाको अभिव्यक्ति दिनुभएको र अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। यो विषयलाई तपाईँले कसरी हेर्नु भएको छ? उहाँले त बुझ्नु जायज थियो थिएन, एक कलाकारले बोल्दाखेरि समाजलाई कस्तो असर पार्छ, त्यो पनि थोरै बताइदिनु न। होइन, यस्तो छ, उहाँसँग मैले पहिला पनि एउटा सिरियलमा हामी सँगै नै काम गरिराखेका थियौँ होइन। उहाँ अलिकति उग्र स्वभावको मान्छे हो। उहाँको सायद बोलीमा अलिकति ठेगान पहिल्यैदेखि पनि हुँदैन थियो होइन। त्यही हिसाबले आफ्नो प्रतिक्रियाहरू दिइराख्नुहुन्थ्यो। केही छैन, किन भन्दा आम नागरिकको साथ छ। हरेक नागरिकहरू रवि दाइको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ। रवि जतिको नेतृत्व त्यो चाहिँ हामीलाई चाहिएको छ भनेर भन्दै गर्दा कोही एक दुईजनाले ब्याकबाइटिङ गरेर बोल्दै गर्दाखेरि त्यसले खासै प्रभाव पार्छ जस्तो लाग्दैन मलाई चाहिँ। किन आम नागरिकहरूको साथ छ, विश्वास छ होइन। अब तपाईँको अदालतले नै बाहिर निकालिसकेको कुरामा चाहिँ उहाँले त्यसरी बोल्दाखेरि अब उहाँ नै कमजोर बनिराख्नु भएको छ होइन। अब लाइक मैले कमेन्टहरू पनि हेरिराखेको थिएँ, काङ्ग्रेस एमाले जसरी रविलाई चाहिँ सिद्ध्याउन खोजिराखेको थियो, आफै अन्ततः सिद्धियो। अब यो कलाकार पनि, यी व्यक्ति पनि, यी पात्र पनि त्यसरी नै सिद्धिनेवालामा छन् भनेर धेरै नागरिकहरूले प्रतिक्रिया दिइराख्नु भएको छ होइन। अब त्यो उहाँको सोच, उहाँको विचार सबैजनाको आफआफ्नो हेर्ने दृष्टिकोण हुन्छ होइन। उहाँले चाहिँ गलत बोल्नु भएको हो जस्तो लाग्छ मलाई। अब यस्तो हो क्या, सुन्नु न, अब ल उहाँले कुलमान घिसिङको ले नेतृत्व गरेको पार्टीमा उज्यालो नेपालमा गएर उहाँले बोल्दै गर्दाखेरि भोलि पर्सि उज्यालो नेपाल नै रासपासँग मिल्दियो भने उहाँको के अभिगत हुन्छ होला, म चाहिँ त्यो सोचिरहेको छु क्या। अब लाइक हुन्छ नि, उहाँले अब त्यो पार्टीमा गएर बोल्नु भएको थियो नि त होइन र। कुलमान घिसिङले नेतृत्व गर्नुभएको पार्टीमा गएर बोल्नुभएको थियो नि त, त्यो अभिव्यक्ति दिनुभएको थियो नि त। अब पछि कुलमान घिसिङले नेतृत्व गर्नुभएको उज्यालो नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिल्दियो भने उहाँको जिन्दगी त गयो त। अनि उहाँहरूलाई फेरि ब्याकफायर त हुन्छ जस्तो लाग्छ मलाई। तपाईँले त तिहारमा पनि उहाँको तस्बिरमा टिका लगाउनु भयो, त्यो स्मरण चाहिँ कतिको आइरहेको छ नि? मलाई त एकदम, मैले पोहोरको तिहारमा दाइलाई टिका लगाइदिँदाखेरि लगाइदिएको माला आजको दिनसम्म सुरक्षित छ। आजको दिनसम्म मैले जस्ताको तस्तै राखेको छु क्या। त्यो आज बिहानदेखि अब मैले चाहिँ सबै उसमा पनि सामाजिक सञ्जालमा पनि आइसकेको छ। मैले समानुपातिकको तर्फबाट उम्मेदवारी दिएको छु। आज हाम्रो उम्मेदवारी छनौट अन्तर्गतको घर दैलो कार्यक्रम थियो र त्यो कार्यक्रममा बिहानैदेखि 7 बजेदेखि हिँड्न पर्ने भएर मैले त्यो माला ल्याउन बिर्सेछु क्या। यहाँ आएर ल मैले लिएर माला जस्ताको तस्तै थियो, सुरक्षित, अलिअलि सुकेको थियो तर पनि मैले सुरक्षित राखेको थिएँ दाइलाई लगाइदिन्छु भनेर। मैले बिर्सेँ, त्यो म अब भोलि पर्सिका दिनमा ल्याएर लगाइदिन्छु त्यो दाइलाई नै भनेर दाइकै फोटोमा लगाइदिएको माला सुरक्षित राखेको भएर मैले त्यो दाइको चाहिँ गलामै लगाइदिन्छु भनेर चाहिँ सोचिराखेको थिएँ। अब त्यो सम्भव भएन आज। हस्, धन्यवाद। हस्, थ्याङ्क यू।